ल र क्वेसन चाहिँ कन्स्ट्रक्ट अ ट्रायंगल PQR भने बनाऊ रे है इन विच PQ इज 7.1 cm 7.1 अनि एंगल RPQ चाहिँ 60 रे एंगल P है एंगल P 60 हो रे अनि PR भने 5.7 cm PR भने 5.7 cm भयो यति ट्रायंगल बनाऊ रे त्यसपछि हेर देन कन्स्ट्रक्ट अ प्यारालेलोग्राम अब ह्याभिङ वान साइड 7.5 सेन्टिमिटर एउटा अर्को प्यारालेलोग्राम बनाउनु पर्यो यसमा एन्ड इक्वल इन द एरिया विथ द ट्रायंगल है PQR ट्रायंगलसँग बराबर हुने अब एउटा बट्टा प्यारालेलोग्राम बनाउनु पर्यो है ठीक छ क्वेसन बुझ्यो अब मेरो भाइहरूले के बुझ्नु पर्यो भने ट्रायंगल र भन्दा बट्टा चाहिँ ठुलो चिज हो ठीक छ त्यसैले यो बट्टा चाहिँ यो ट्रायंगल भन्दा बट्टा चाहिँ ठुलै चिज भएको भएर तिमीले यसैको चाकमा यसैको बेसमा बनायो भने चाहिँ यहाँ तिमीले बट्टा बनायो भने चाहिँ यो ठुलो बट्टा बन्छ ट्रायंगल पहिला दिएको छ अनि यसपछि बट्टा बनाउने भए चाहिँ बेसलाई आधा गर्नुपर्छ है हाफ गर्नुपर्छ आधामा मात्र बनाउनुपर्छ पुरै लिएर बनायो भने चाहिँ तिमीलाई थाहा होला यो हामीले पढाएको छ एउटै खुट्टामा उभियो भने ट्रायंगल इक्वल बट्टा इक्वल र बट्टा र ट्रायंगल एउटै खुट्टामा उभियो भने बट्टा जहिले डबल हुन्छ त्यसैले बराबर बनाउनलाई बेसलाई आधा गर्नु पर्यो है ल मैले सुरु गरेँ पहिला PQ 7.1 सेन्टिमिटर बनाऊ पहिला यतिकै लाइन तान अनि कम्पासले 7.1 नाप 7 नापे 7.1 नाप्यो कति आएको 7.1 नापेपछि अब एंगल बनाऊ 60 डिग्री है यो PQ हो 60 बनाऊ यहाँबाट 60 बनाऊ 60 बनाउन आउँछ नि आधी बनायो यस्तो गर त्यसपछि पनि लाइन तान्दियो साठी लामो लाइन तान यो 60 भन्ने लाइन कति सेन्टिमिटर हुनुपर्छ यहाँ त चित्रमा 60 भन्ने लाइन जति ताने पनि हुन्छ कि 5.7 फेरि कम यो यहाँबाट स्केलमा 5.7 नाप 5.7 नापेँ मैले काट ठिक छ योभन्दा माथिको हामीलाई लाइन चाहिएन मेटे पनि हुन्छ तर हामी मेट्दैनौँ है जेमेट्रीमा अब त्यसो मेट्ने चलन चाहिँ छैन जे छ त्यही जति तानेपछि ताने भनेर छोडिदिएन र यो जोइन गर तिम्रो ट्रायंगल बनिहाल्यो है तिम्रो आधी काम सक्यो पहिला के बनाऊ भनेको थियो क्वेसनमा ट्रायंगल बनाऊ भनेको थियो ट्रायंगल सक्यो 5.7 पनि भयो 7.1 पनि भयो ट्रायंगल सक्यो अब यसको चाक जुन छ नि अब प्याराग्राफ बट्टा बनाउनु पर्यो बट्टा चाहिँ पुरा चाक लिएर होइन कि आधी मात्र चाक लिएर बनाउनु पर्यो है त्यसमा यो बेसको आधा गर्नु पर्यो 7.1 को आधा कति हुन्छ 3.7 क्यालकुलेटरमा गऱ्यो भने चाहिँ अलिक गाह्रो हुन्छ है 7.1 को आधा भनेको 3.55 सेन्टिमिटर हुन्छ अब यो हामीलाई तान्न त आउँदैन स्केलमा 3.5 पो आउँछ त 3.55 त आउँदैन त्यो 3.5 सजिलो भयो भने त त्यतिकै नापेरै हुन्थ्यो होला आधा गर्नलाई चाहिँ एउटा टेक्निक छ तिमीले सानो क्लासमा पढेको यो लाइनलाई आधा गर्नलाई कम्पास लिऊ त्यसपछि यहाँ कम्पास राख अनि माथि काट कट डाउन न फेरि बीमा राख यो त तिमीले सानो क्लासमा पढ्यो होला हो कटप्पा कट डाउन अलि पुगेन मेरो कटअप 90 पनि बन्छ आधा पनि हुन्छ है यो लाइन 7.5 लाई ठ्याक्क आधा गर्नलाई यहाँबाट यसरी लाइन तान अब यति गर्न आउँछ नि यसरी नै गर्ने नि यही हो कि यसलाई आधा बनाउनु यताबाट यसरी ब्रोकन लाइन तान हाम्रो बिचक पोइन्ट यो हुन्छ है यो मिड पोइन्ट यो है अब हामीले बनाउने छ मिड पोइन्ट चाहिँ यो है यो ल अब नयाँ प्याराग्राम बनाउनु पर्यो अब प्याराग्रामको नाम चाहिँ हामीलाई दिएको छैन हामीले जे नाम दिए पनि भयो मैले यहाँबाट सुरु गरेँ यसलाई एम लेखेँ ठिक छ तर अब प्याराग्रामको लागि त प्यारलल लाइन चाहियो हो कि होइन भनेपछि पहिला अब फेरि यहाँ अघि जस्तै हामीले यहाँ माथिबाट ट्रायंगलको टुप्पो यो छ नि यहाँ आर यहाँबाट हामीले एउटा प्यारलल लाइन तान्नुपर्छ यसरी जेड यसरी है प्यारलल लाइन हेर माथि एउटा प्यारलल लाइन जहिले पनि चाहिन्छ है माथि एउटा प्यारलल लाइन चाहिन्छ प्यारलल लाइन तानौँ अघि जस्तै अब हामी एङ्गल कपी गरौँ एङ्गल चाहिँ जुन कपी गरेर हुन्छ जहाँबाट जेड बन्छ त्यहाँबाट कपी गर यसरी यो एङ्गल कपी गरेर यहाँबाट जेड ताने पनि भयो यो एङ्गल कपी गरेर यहाँबाट जेड ताने पनि भयो है म सजिलोको लागि चाहिँ यो एङ्गल कपी गर्छु है त अघि जस्तै एङ्गल कपी गर यो एङ्गललाई कपी गरेर जेड बनाउने है प्यारालल बनाउनलाई यहाँ राख अल्टरनेट एङ्गल बनाउनलाई कम्पास राख
कम्पास जतिले पनि भयो काट फेरि यहाँ राख काट है बिचमा एच बन्नु पऱ्यो कम्पास नाप कम्पास लिऊ कम्पासले चट्ट लाएर नाप कम्पास सानो बनाएर यो एङ्गल कति फाटेको छ यसरी नापेको थियो अब कपी चेक गर्ने कहिलेकाहीँ मार्क्स काट्नलाई चट्ट लाएर यसलाई यसरी काटेर के रे एबीको यो है काटेँ है मैले नापेँ है नापेको थियो क्या अब यो जति नापेको छ कम्पास चेन्ज नगरिकन है यहाँ राख अनि त्यहाँ काट्यो प्यारलल लाइन बन्यो यो बनेको प्यारल लाइन चाहिँ अब तलतिर होइन यसरी जेड यसरी भन्छ है जेड यो लाइन जोइन गरिदियो बन्यो जेड ल अब प्यारेलेलोग्राम बनाउनु थाल्यो जेड प्यारलल बन्यो प्यारललको चिन्ह पनि दिदियो लास्टमा अब प्याराग्राम बनाउनु थाल्यो अब प्याराग्रामको चाहिँ कुनै एउटा कुरा तिमीहरूलाई त्यहाँ हुन्छ है कि प्याराग्रामको चाहिँ एउटा साइड चाहिँ यति हुनुपर्छ अथवा एउटा एङ्गल यति हुनुपर्छ क्वेसन हेऱ्यो भने प्याराग्राम ह्याभिङ क्वेसन पढ है प्याराग्राम ह्याभिङ वान साइड 7.5 भनेको चाहिँ प्याराग्रामको एउटा साइड चाहिँ 7.5 हुनु पऱ्यो अरे तिम्रो बट्टाको है बिचबाट प्याराग्राम बनाउँदाखेरि 7.5 हुनु पऱ्यो एउटा लाइन 7.5 भयो भने अर्को लाइन पनि 7.5 अब यहाँबाट एउटा 7.5 यहाँबाट पनि 7.5 तान्थ्यो कम्पास लिऊ 7.5 लिऊ नाप कम्पासको आयो अनि यो बिचबाट है प्याराग्राम बिचबाट बन्छ यहाँ राख चट्ट काट्यो यहाँबाट काट्यो अब फेरि क्यूबाट पनि 7.5 काट्यो के गरेको हेर मैले यता बिचबाट यसरी ताने अनि यता क्यूबाट पनि ताने यसलाई जोइन गरेँ फेरि तिम्रो प्याराग्राम बन्यो सक्यो धेरै टेन्सनै छैन है बस यो प्यारल लाइन अलिकति अझै तन्काउनु पर्ने भयो मेरो चाहिँ उतासम्म छैन तन्काएँ लाइन जहाँसम्म तानेर जोइन गरिदियो तिम्रो प्याराग्राम यही हो यसलाई सेट गर ठिक छ बुझ्यो गर्न सकिन्छ यही क्वेसन यो बुझ्यो नि यो क्वेसनमा छैन भने यही क्वेसनमा यो बुझ्यो नि ट्रायङ्गल बनायो भने के गर्नु पर्दो रहेछ तलको चाकलाई बेसलाई के गर्नुपर्ने रहेछ आधी गर्ने अनि ट्रायङ्गल प्याराग्राम बनाउने हो तर यो क्वेसनमा पहिला तिमीलाई ट्रायङ्गल होइन पहिला बट्टा प्याराग्राम बनाऊ भन्यो भने चाहिँ के गर्ने तिमीहरूले त्यति बेला चाहिँ बेसलाई के गर्नुपर्छ डबल बनाउनुपर्छ मतलब यदि 5 सेन्टिमिटर छ भने यहाँ अर्को 5 सेन्टिमिटर थप्ने अनि ट्रायङ्गल बनाउने है ट्रायङ्गल पहिला छ भने चाहिँ बेसलाई आधा गर्ने पहिला प्याराग्राम बनाएको भने चाहिँ बेसलाई डबल गर्ने डबल चाहिँ कसरी गर्ने यहाँ 5 सेन्टिमिटर छ भने फेरि अर्को 5 सेन्टिमिटर लाइन स्केलले तानेर हुन्छ कि कम्पासले काटेर हुन्छ अर्को 5 सेन्टिमिटर चाहिँ तान्ने अनि त्यसपछि ट्रायङ्गल बनाउने बुझ्यो ल बनाऊ